के पढिस् विद्या भन्दा? पिताश्री, मैले पढेको विद्या सुन्नुहुन्छ? हो नि छोरो। त्यसो भए मैले भन्नुहुन्थ्यो, तपाईँले चुप्प लागेर बस्नुहुन्छ भने मात्रै भन्छु, नभए भन्दिनँ। म चुप्पै लागेर बस्छु, भन्न त। श्रवणं कीर्तनं विष्णु स्मरणं पादसेवनम् अर्चनं वन्दनं दास्य। मूर्ख, तँलाई मैले गुरुकुलमा काटे मारे हत्या हिंसा गर्ने जस्तो शब्दहरू पढ्न पठाएको थियो। आज त कुलङ्गारले जसले तेरो ठुलोबाको हत्या गरेको त्यस शत्रुको नाम पढेर आइस् तैँले। धिक्कार छ, धिक्कार। त मेरो छोरो होइन, त नालायक कुपुत्र होस्। त जस्ता छोरा हुनुमा गर्व छ, धिक्कार छ, धिक्कार। यस्तो नालायक, यस्तो छोरो धिक्कार छ। आज छोराले गुरुकुलमा गएर पढेर आज जसले उसको ठुलोबाको हत्या गरेको थियो त्यसलाई मार्छ होला भनेको त्यही शत्रु विष्णुको नाम जपिरहेको छ। हे कुलङ्गार, यताइज, यताइज। छोरो, तिम्रो कारणले यो पुल पुलेको थियो। तिम्रो गर्भमा हुनुभन्दा पहिल्यै मर्नुपर्छ यस्तो नालायक छोरो। आज छोरोले इज्जत राख्छ र त्यो विष्णुलाई मार्छ भनेको थियो। आज तिमीले गर्दाखेरि यो पुल पुलेर बिग्रेको। मेरो कान पहिरो भयो कि क्या? एकचोटि फेरि भन्दा के पढिस अरे कुलङ्गार? पिताश्री, हजुरले जे जति भने पनि मैले पढेको यही हो। नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम प्रणमो दुःख शमनस्तम नमामि हरिं परम। हे पिताश्री, धिक्कार छ त जस्ता नालायकलाई। आज छोरो भन्दा पनि मलाई धिक्कार छ, धिक्कार। छोरोले पढेर आउँछ र बाउको इज्जत राखेर त्यो विष्णुलाई मार्छ भन्ने लागेको थियो। त छोरो होइन रहेछस्, त नालायकको पुत्र रहेछस्। धिक्कार छ त जस्ता नालायकलाई, धिक्कार छ। यस्तो छोरो हुनु धिक्कार छ, धिक्कार। हे सेना हो, हजुर महाराज, यता आऊ तिमीहरू। हुन्छ महाराज। जाऊ गुरुकुलमा गएर त गुरुलाई उठाएर पहिला। हजुर महाराज। गुरुलाई लिएर आऊ भनेको हजुर हजुर नभन्न। त गुरुलाई लिएर आऊ छिटो। होइन, मलाई किन लिएर आएको हो? के भयो, के भयो, के भयो? हे गुरु, यता आऊ तिमी। बिस्तारो गर, बिस्तारो। तिमी गुरु हौ कि गोरु हौ पहिला भन। होइन, मैले के गल्ती गरेर मेरो कुपुत्रलाई, पुत्र होइन यो कुपुत्रलाई मैले काट्ने मार्ने हत्या हिंसा गर्ने जस्तो शब्द पढाउनु भनेको छु। त्यही विष्णुको नाम जपिरहेको छ। होइन महाराज, मैले त त्यस्तै पढाएको थिएँ त। यसले कहाँबाट के सिको सिको हे राम के भन्छ? होइन महाराज, यो के हो यो? मैले त त्यस्तो सिकाएकै थिइनँ प्रभु। कतै विष्णुको घुस खाएको त होइन तिमीले? होइन, के को घुस खानु न घुस खानु नि मैले त्यही सिकाएको छैन। तिमीलाई एकचोटि चान्स दिन्छु। हुन्छ महाराज, हुन्छ। त्यति गर्दा पनि यो कुपुत्रलाई पढेन, काट्ने मार्ने हत्या हिंसा गर्ने जस्तो शब्द सिकेन भने तिमीलाई गोरु होइन गोरुको वचन दिएर खस्काइदिनेछु म। लिएर गइहाल। हुन्छ महाराज, लिएर गइहाल छिटो, मलाई नदेखाऊ। हुन्छ महाराज, म छिट्टै छिट्टै पढाउँछु। दुई पनि तिम्रो कारणले सबैले तिम्रो कारणले बिग्रिरहेको थाहा छ। जतिखेर करायो, बुलबुलायो, तानो, यस्ता कुपुत्रलाई जन्म दिनु पनि धिक्कार छ, धिक्कार। तिमी जस्तो आमालाई पनि मैले पढाइहाल्नु पर्यो तँलाई। हजुर महाराज। गुरुकुलमा गएर बल्ल लिएर आऊ, पढिसक्यो।